फेब्रुअरी सन् 1959 को कुरा हो। 9 जना एक्सपर्ट हाइकर्सहरू रसियाको उरल हिमालतिर हाइकिङ गर्न निस्किन्छन्। केही हप्तापछि खोजी टोलीहरू उनीहरूलाई खोज्न जाँदा उनीहरूको टेन्ट भेट्यो। टेन्ट भित्रबाटै काटेर फाडिएको थियो। -30 डिग्रीको जाडोमा उनीहरू खाली खुट्टा बाहिर हिउँमा दौडेर निस्केको फुटप्रिन्टहरू भेटियो। उनीहरूको लास पनि जताततै तितर भएको देखियो। शरीरको बाहिर केही चोट थिएन, तर केहीको भित्रैबाट हड्डीहरू भाँचिएको थियो। एकजना महिलाको जिब्रो र आँखा दुईटै झिकिएको थियो। सबैभन्दा अचम्मको कुरो, उनीहरूको लुगामा रेडिएसन पोजिटिभ थियो। आखिर त्यो रात भएको चाहिँ के थियो त? कतिले हिम पहिरोको आशंका गरे, तर उनीहरूको न लास छोपिएको थियो न उनीहरूको फुटप्रिन्ट नै छोपिएको थियो। आर्मी मिलिटरी वेपन्स टेस्टिङ, मिसाइल टेस्टिङको शिकार त बनेनन्। 1959 को पत्रिकामा छापिएको एउटा खबर अनुसार यति अट्याक या युएफओ अट्याक हुन सक्ने पनि आशंका गरियो। रसिया सरकारले यो एउटा हिम पहिरोबाट भएको घटना भनेर यसलाई छोप्न खोज्यो, तर विभिन्न प्रश्नहरू उठे। हिम पहिरो नै कारण भएको भए उनीहरू किन राति नाङ्गै खाली खुट्टा बाहिर निस्केर दौडिए त? कन्स्पिरेसी थ्योरिजले सोभियत वेपन टेस्टिङतिर इसारा गर्छ भने क्लासिफाइड सिआइए फाइल्सले चाहिँ युएफओतिर इसारा गर्छ। त्यति बेला यसरी नै त्यो केसलाई बन्द गरियो, तर 2020मा आएर यो केस फेरि रिओपन भयो। त्यहाँका बासिन्दाहरू अझै पनि त्यो बाटो हिँड्न डराउँछन्। त्यहाँका बासिन्दाहरूले त्यो ठाउँको नाम नै माउन्टेन अफ द डेड राखिदिएका छन्। घटना घटेको आज 60 वर्षभन्दा माथि भइसक्यो। अझै पनि त्यसका बारेमा खोज अनुसन्धान बेला बेला भइरहन्छ, तर सत्य तथ्य बाहिर आउन सकेको छैन। सबै कुराहरू हेर्दा सुन्दा पढ्दा अनुसन्धान गर्दा चाहिँ तपाईलाई के हो जस्तो लाग्यो?